ल वेलकम छ साथीहरू। आज चाहिँ जाँदैछु म चाहिँ सौदा गर्नु के हुन्छ। आज चाहिँ मलाई एकदमै आफ्नो घरको खालके घरिलो स्टाइलको खाना खानु मन लागेको छ क्या। म चाहिँ अब के ल्याउँछु हेरौँ। नतान्ने बिचमा एउटा इन्डियन सप छ। इन्डियन सप भन्दा पनि फिलिपिनी सप छ कि त्यहाँ चाहिँ सबै कुरो पाइहाल्छ। यस्तो हुन्छ, तपाईँहरू केयरफुल्ली जेब्रा क्रस गर्दाखेरि चाहिँ एकदम सिग्नल हेरेर क्रस गर्नु होला। बिचरा फिलिपिनो बहिनीले बाजेलाई लाँदो रहेछ। कस्तो अप्ठ्यारो पारले हिँडाएको अन्त व्हिल चेयरमा हिँडाउनु। अनि बाजे कतिजना त फेरि आफै हिँड्छु भन्छ नि त कि। मेरो बाजेले त मलाई 170 रुपियाँ देख्छ। अब हेरौँ के आउँदो रहेछ है। 170 रुपियाँ भनेको छु, त्यसमा हल्का करेक्सन गर्नु होला। अब यहाँ त सेकलको कुरा आउँछ है। 170 रुपियाँमा चाहिँ मैले के किन्नु पाउने रहेछु। र म यहाँ स्ट्रिङ पनि किन्नुपर्ने छ। किनिरहेको छ गाइस। गिटार पनि मैले नयाँ किनेको यहाँनिर। तपाईँलाई त्यो सप पनि देखाउँछु। 200 रुपियाँको हापेन अरे। यो चाहिँ 50 रुपियाँको 50 सेकलको रहेछ साथी हो। मजाको रहेछ र बाक्लो लाग्यो क्या। ल हामी सकेको छौँ। गिटारको नाइलन स्ट्रिङ कति भन्दो रहेछ। म्युजिक गेट त्यहाँ हेरौँ ल। यो नाइलन गिटारको के हो बन्छ के हो बुढो बसिरहेको छ बुढो। हेलो, how are you? Can you give me the one set of the strings? Yes. How much? यस्तो छ साथी हो गिटार। Every guitar repairing. Okay. ओल्ड ग्रामाफोन पनि रहेछ। यो चाहिँ लिएको मैले साथी हो। खासै उयो त होइन रहेछ। क्लासिकल ड्रम पनि रहेछ। दिस इज द रोल्यान्ड। दिस इज नट वर्किङ। ओके, पियानो पनि रहेछ साथी हो। इलेक्ट्रिक पियानो रहेछ। ल यही हो कि क्युट पियानो रहेछ नि रे। ओके, थ्याङ्क यू सो मच। ट्यारिसहरू हाम्रो इन्डियामा कति पर्छ यसको? यो केपोको अलाइसको यहाँनिर त 59 सेकल भनेर हिसाब लगाउ त साथी हो। 59 सेकल। 59 सेकल। यो क्लासिकल गिटारको स्ट्रिङ 59 सेकलै पर्यो। यस्तो छ। एक्सपेन्सिभ चाहिँ एक्सपेन्सिभ हो तुलना गर्नु पर्दा चाहिँ। बाजेले गिटार फिटाएर एउटा बाजेले गिटार फिटाएर सङ्गीतलाई चाहिँ जहाँ पनि मजा लाग्छ यार। जब कुनै पनि सिटमा मैले यसरी भेट्छु म किन रोकिन्छु। हिजो पनि मैले रोकिएको थिएँ है। तपाईँहरू नतान्यामा हुनुहुन्छ नि, यो नतान्या बस हो। यहाँ साइडमा चाहिँ निमा छ है, तपाईँलाई देखाइरहेको। के मजाको फुल फुलेको रहेछ। र अहिले चाहिँ हामी जाँदैछौँ फिलिपिनोको दोकानमा। अर्को पनि कहाँ इन्डियन सप छ भन्दै थियो कि। सपमा सप पऱ्यो सप कि त्यहाँ चाहिँ अब चिनेर मात्रै जानुपर्छ। अब हेरौँ। यहाँ चाहिँ एसियन सप बल्लागान भनेर यहाँ पाउँछ क्या। हेलो, हाउ आर यू? यु हेभ द राइस। नट सो हाई प्राइस, लिटल बिट less. I can save my money.
रेगा जिरा पनि कस्तो ठुलो रहेछ अन्त मेथी त करी पत्ता पनि पाउँछ है साथी अदुवा पनि कसरी सुक्खा रहेछ 10 सेकन्डको चिली पाउडर लग्यो हैन अहिले चाहिँ म यति लान्छु किनभने अलिक पछि म मजाले हप्ताभरिको सौदा मजाले गर्छु अदुवा किन 73 साइकलको चाहिँ भएछ अब बादमा चाहिँ आउँछु आँटहरू पनि रहेछ हैन सबै कुराहरू रहेछ बादमा चाहिँ आउनुपर्छ अहिले चाहिँ फिलहाल चाहिँ म यति लगेर जान्छु 2 दिनको लागि हो मेरो बादमा चाहिँ लानु पर्यो कालो दाल पनि रहेछ नुडल्सहरू पनि खानु मन लागिरहेको थियो मलाई ससहरू पनि डल्लै पाउँदो रहेछ हैन एक दिन चाहिँ मजाले आएर चाहिँ सपिङ गर्न आज म एकदम हतारमा छु सुक्खा माछाहरू पनि पाउँछ वाइ नुडल्सहरू सबै वाइ चाहिँ तर खासै हुँदैन आज त म यति मात्रै किन्छु बादमा अब त सब्जी खोज्नु पर्यो ल त साथी म चाहिँ घर आइपुगेँ लाथनको मनको पारौँ फिलहाल चाहिँ यो चाहिँ 2 दिनको है अलिक पछि चाहिँ मिठो मिठो खानाहरू खानुपर्छ मसँगै आज चाहिँ म सर्टकटमा बनाउँछु हैन आजको खासै खाना चाहिँ खासै हुँदैन तर सर्टकटमा बनाउँछु भइहाल्छ सब्जी यस्तो छ आज मैले त्यति किनिनँ कि त्यति मार्केट बनाउनु थाहा छैन मलाई सब्जी दोकान भोलितिर चाहिँ हेर्नु अब सापातिर चाहिँ अन्डा खानु पर्ने मलाई खासै भएन नि साथी हो दाल बनायो हो त्यही हाम्रो इन्डियाको कुकरको पनि ओपनिङ यहाँ त अब त मसरुमको सब्जी किनभने मलाई हतार परेको थियो नि दाजु कि त्यही भएर खासै भएन भात होइन अब चाहिँ झ्याम्की झ्याम लगाइदिने हो खाने हो झ्याम लाखौँ स्यालेरी भए पनि यस्तो खाना खानु पाएन भने त त्यो मजा आएन नि त यो चाहिँ मैले दाल बनाएको छु है हजुर चाहिँ एकदमै खासै छैन र पनि यस्तो खानु पाउँछ क्या जत्तिकै बरु काम चाहिँ यसैको होस् जत्तिकै भए पनि खाना चाहिँ आफ्नै हातको खाना पाउँदाखेरि चाहिँ मजा आउँदो रहेछ ल गाइस सुरु गरेँ ल खाए ल